है तपाईँ त त्यो फुल छोपेर हो के त्यसलाई छुट्टै लगाइदिनुको बरु त्यहाँ प्लास्टिक छ एउटा यहाँ चाहिँ ए पाक्न लाहा नि त यो खान्छन् के अरे अरूले पाकेको हो र जन्डिसको दबाई हो त्यस्तो यो है साथीहरू कटन पाक्ने बेला नि बस हाम्रो हजुरबाले सलाद बनाउँदै हुनुहुन्छ हैन तपाईले होटलमा काम गर्नु अगर बुवा तपाईले होटलमा गइहाले हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु न्यू भिडियो न्यू दिन आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गरिसकेका छौँ आज पनि हामी देउरानी जेठानी भएर घाँस काट्न आइसक्यौँ हाम्रो दिनको सुरुवात नै हुने भनेको घाँस काटेर हो हैन दिदी त्यही त हामीले अब दिनको सुरुवात गर्छौँ घाँस काटेर अनि हामीले चाहिँ भारी पुऱ्याइसक्यौँ आज चाहिँ मैले चाहिँ भारी पुऱ्याउनु थाल्दाखेरि चाहिँ भिडियो ओपनिङ गरेँ बिहान बिहानै यस्तो हरियो घाँसको ढोका देख्दा चाहिँ शुभ साइत हुन्छ भन्छन् पानी छिटो परेन नि अहिले त्यही भएर हिजो राति चाहिँ पानी परेन अस्ति त यति ठुलो पानी पऱ्यो हो चट्यानसित तर चट्यान चाहिँ कता पऱ्यो भने थाहा भएन खत्रै चट्यान परेको थियो पुरै नयाँ के अरे पुरानो पात झरेर नयाँ पात पलाएका रुखहरू पुरा हरियाली देख्यान् अहिले आँप रोइन्छ कि त्यति साह्रो नि त यो चाहिँ हाम्रो आँपको रुख यो आँप फेरि यति मिठो हो ल अब चाहिँ हामीले माथिबाट यतिकिन घाँस काट्छौँ अनि दिदी डोको भर्यो दिदीको चाहिँ यस्तो डोको मेरो चाहिँ सानो हो क्या डोको चाहिँ कस्तो मजाले सब काटेर हो नि त ऐसा अर्जापेपछि त घाँस काट्न नि बल्ल मजा आउँछ क्या यस्तो अर्जापेको ऐसाले पाखुरा दुखेर ल अब चाहिँ हामीले माथिबाट के राख्ने हो है यहाँ चाहिँ ए पाक्न लाहा नि त यो खान्छन् के अरे अरूले पाकेको हो र जन्डिसको दबाई हो त्यस्तो यो ल है साथीहरू अब चाहिँ कटर पाक्ने बेला नि हो यही समय हो नि त बर्खा त हुने होइन र त्यही त यो के हो यस्तो फुल जस्तो हे भाइ कटर त ढाक्न पर्यो खाइदिन्छन् पाक्न लागेर अब 1-2 दिन पाक्छ नि त पाक्दैन बल्ल छिप्पिदिन्छ के को नपाएको चाहिँ यस्तो भएर मासतिर बोटिन्थ्यो नि त खाउँ जसका मुखा खाना लेखा त्यसैले खान्छ अरू काममा जान्छ म जङ्गलतिर ठेसेको कहाँ निरो टिपी राखिन्छ नि हापेको दिन म काममा जानु लाग्छ कहाँ निरो लिएर आएको यार अरू कार्यक्रममा बसेर म निरो जङ्गलतिर लाग्यो जल बगान भन्दाखेरि त्यो पाल्पातिर यताउति राख्थेँ यता उता राख्दैन कति 100 रुपियाँ मुठो अरे भाइ कालो निरो कति महँगो कति मासु खाए जस्तो हुन्छ नि मिठो हुन्छ उहाँ उसमा राखेर त्यो के अरे
पकौडाहरू पाइन्छ है केराबारीमा 100 रुपियाँ मुठो रे अको त हो हालेला मेहनत छ नि कति गाह्रो छ पुरै भिड पाखा गरेर टिप्छन् त्यहाँ फेरि कस्तो गाउँमै उस गरेको जे तरकारी गाउँमै फल्ने अर्गानिक तरकारी पाउँछ त्यही भएर हामीले त्यसरी गर्न पर्छ के कुरो यिनी पनि गाउँ के हुने अर्गानिक हो नि त अझै अर्गानिक साथीहरू आजको मौसम पनि यस्तो गर्मी छ हैन भित्रबाट त बाहिर निस्किनै नसक्ने छ त पोल्ने खालको यस्तो गर्मी छ हामीले चाहिँ ब्ल्याङ्केट धोएर सुकाइसकेछौँ देख्नुभयो होला यो ब्ल्याङ्केट धोइसकेपछि घाम कतिको छ गर्मी कतिको छ भनेर तपाईँहरूले थाहा पाइसक्नु भएको होला अनि के भन्छ अरे एकजना सिसले चाहिँ हिजोको भिडियोमा कमेन्ट गर्नुभएको थियो तपाईँको ओहो कस्तो ठुलो सायद यो वर्ष लागेदेखि गर्मी भएको बढी गर्मी भएको भन्ने आजै होला सायद होइन बाहिर निस्किने नसक्ने यस्तो पोले खाने मलाई पहिला यति गर्मी लाग्थ्यो तर अहिले मलाई त्यति गर्मी महसुस भएन किनकि पानी चाँडैबाट परेको भएर नि होला त्यस्तो गर्मी लागेन अहिले पहिला चाहिँ त्यही बुटोलतिर जस्तो कस्तो गर्मी हुने क्या हाम्रो त उन्नासमा त त्यति गर्मी हुँदैन नि एकदमै चिसो हुन्छ त्यहाँ चाहिँ दिउँसोमा यस्तै घाम लागेको बेलामा यसो काम गर्दाखेरि गर्मी हुने हो नत्र भने त्यस्तो गर्मी हुँदैन यहाँ चाहिँ कस्तो के दिउँसोमा बस्दै नै कति पसिना आउने मैले के भन्थेँ एकजना सिसको हिजो कमेन्ट गर्नुभएको थियो उहाँले चाहिँ तपाईँको घर एक्लैमा हल्सी सल घर छैनन् भनेर भन्दै हुनुहुन्थ्यो छन् नि त घर तर धेरै छैन बाक्लै छैन पारिपट्टि टाढा छ नि त नजिकै भएको चाहिँ यहाँ हाम्रै आन्टीको घर हो तलतिर दुईटा घर छन् यो निलो टिन लगाएको भइहाल्यो उतापट्टिको त्यो ढुङ्गाले छाएको घर 2 घर भयो होइन यो हाम्रो आन्टीको घरसित 3 घर उता घरको छेउमा भएको 4 घर अनि मासतिर बुढो घर चाहिँ हाम्रै घर हो त्यससित कति 6 घर छ कि यहाँ कति 3 4 5 घर रहेछ अनि पुरा फुल मरेर यहाँ छ कि एउटा घर छेउमा यो घर भइहाल्यो अनि ल आज फेरि हामीले फुल लगाउन लागेछौँ यो चाहिँ अब यसलाई निकालेर के गर्ने त यो चाहिँ यता माटो राखेर मलसल पुरै त्यो फुल कस्तो राम्रो फुल्छ नि त रातो रङ फेर्छ क्या का अहिले चाहिँ हामीले यस्तो प्लास्टिकमा लगाउँदैछौँ कति पर्ने चाहिँ यो प्लास्टिकलाई 40 रुपैयाँ एउटालाई ए 10 रुपैयाँ थपेर गमलै ल्याएर आउँथ्यो प्लास्टिकमा पनि ठिकै हुन्छ राख्छन् क्या न प्लास्टिकमै नराख्ने त प्लास्टिक किन दिन्थ्यो र एकजना बेच्न किन राख्थ्यो र उम्रिन्छ राम्रै यो चाहिँ मलाई अजिब लाग्यो देख्दाखेरि यस्तो छ तर राम्रो फुल्छ भन्नु तपाईले देखेरै ल्याउनुको यो फेरि कान्छी छ यो फेरि कस्तो गुटुक्को फुल राम्रै देखिन है तपाई त त्यो फुल छोपेर हो के त्यसलाई छुट्टै लगाइदिनुको बरु त्यहाँ प्लास्टिक छ एउटा लगाइदिनु त्यो छुट्टै त्यो बिचमा त झन् फेरि नहोला छुट्टै लगाइदिएपछि राम्ररी आफू उसँग पाउँछ के छ रोशनीलाई चाहिँ रुगा लाए जस्तो छ हल्का हल्का लगाइसकेको जामको लिन काँड ल्याउने हो नि त म लिएर आउँछु त्यो कोदाले नि छ
म लिएर आउँछु कस्तो राम्रो देख्यो चाहिँ हरियो घाँस लिएर आउनु हामी तपाईँ सँगै गएका तर हामी चाँडै हामी देखाउँ हामीले कत्रो घाँस काट्छौँ म बुढी मान्छे हो नि त फेरि जानु पानी पर्ला अलिअलि चित्त पऱ्यो हामीले चाहिँ भर्खर घाँस लिएर आएको फेरि त्यहाँ नानीले चाहिँ बागलुङबाट इटान दिन जानुपर्थ्यो लोड्छु क्या म नानी चाहिँ फुल लिएर आउनुभएको रहेछ हाम्रो नानीलाई हेरे फुल भनेपछि यति छ फुल प्रेमी हो के हुन त अब फुल प्रेमी त जो कोही सबैजना हुन्छ होइन छन् म पनि छु तर अलि बढी के होइन घरमा फेरि अब आफ्नो आफ्नो हुन्छ नि हामीले अरू काम गर्छौँ उहाँले अरू काम गर्नुहुन्छ त्यस्तो छ नि त्यही भएर उहाँले चाहिँ फुल लिएर आउनुभएको छ एकदम माया गर्ने कि फुल भनेपछि माया त हामीले पनि गर्छौँ त्यस्तो नगर्ने चाहिँ होइन फुल प्रेमी त जोसुकै हुन्छ होइन तर अलि धेरै बढी चासो दिने के घरमा सानो मान्छे भइसकेपछि त्यस्तै हो साथीहरू घरमा कान्छो मान्छे भइसकेपछि यस्तो मल र माटो मिसिएको छ यो लगाएर लगाउने भने फुल एकदम राम्रो हुँदो रहेछ कि हामीले पहिला लगाएको पनि यस्तै मल लिएर यसरी यो मल र माटो मिसिएको लगाएको साथीहरू तपाईँहरू पनि घरमा यस्तै मल छ भने यस्तै गरेर लगाउनुहोस् फुल चाहिँ अब कति हुन्छ घरको शोभा नै अर्कै हुन्छ होइन एकदम राम्रो हुन्छ घरको शोभा बढाइदिन्छ फुलले त्यही भएर चाहिँ फुल लगाउन बढी नै आवश्यक छ अब चाहिँ चाडपर्वमा कति धेरै फुल चाहिन्छ होइन कोदालो नलिएको त गाह्रो भयो भाइ नहुँले उक्काउनु भिडियो बनाएपछि बोल भिडियो राम्रो नआयो पर भनेको राम्रो आयो त फेरि के भन्दैनौँ तपाईँले भिडियो होइन तपाईँ जान ल्याउनु त्यसले यता बोलाउँछ जान्छ हाम्रो हजुरबाले सलाद बनाउँदै हुनुहुन्छ होइन तपाईँले होटलमा काम गर्नुभएको बुवा तपाईँले ओइ आज चाहिँ हामीले रातिको 11 बजेला अझै भात खाएन खान्छौँ हाम्रो घर बुवा आउनु हो बुढापाका मान्छे घर आउँदा कति रमाइलो हुन्छ आनन्द आउँछ न तपाईँ त काम छैन रातिको 11 बजे नचाउँदैछन् बिचरा ओइ भुइँमा हेर्ने गर्नुहोस् त पल्टो रोस्नी हाम्रो चाहिँ अब खाना सुरु हुँदैछ बल्ल यसरी सलाद यसलाई के भन्छन्